यदि तपाईँ कोरियामा स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ तपाईँले यो न्युज चाहिँ पक्कै सुन्नुभयो होला। अहिले इमिग्रेसनले निकै कडाइ गर्दैछ र 2-3 महिना अगाडि काममा गएको विद्यार्थीहरूलाई पनि इमिग्रेसनले इन्भेस्टिगेसनको लागि बोलाइरहेको छ। स्टुडेन्टहरूलाई चाहिँ थाहा हुन्छ कि इलिगल काम गर्नु चाहिँ हुँदैन भनेर, तर भर्खर आएको भाइ बहिनीहरूलाई चाहिँ स्टुडेन्ट भिसामा के कस्तो काम गर्नु पाइन्छ भन्ने चाहिँ ज्ञान नहुन सक्छ। यस्तो इन्फर्मेटिभ भिडियोहरू चाहिँ टिकटकहरूमा चाहिँ थुप्रै छ, तर टिकटकको भिडियोहरू हेर्नुजेल मात्रै हो। आफूलाई चाहिँदाखेरि त्यो भिडियोहरू कहाँ पुग्छ। त्यसैले मैले चाहिँ एउटा प्लेटफर्म लन्च गरेको छु। प्लेटफर्म भन्नाले एउटा वेबसाइट हो। यो वेबसाइट चाहिँ अहिले म केही समयमा देखाउँछु। मेरो वेबसाइटको नाम चाहिँ कोरिया साथी रहेको छ, चाहिँ मेरो साइट रहेको छ। यदि तपाईँले यो लिङ्कमा जानुभयो भने koreasathi.vercel.app भन्ने लिङ्कमा जानुभयो भने चाहिँ यो एक्सेस गर्न सक्नुहुन्छ। यसको वेबसाइटको फिचर्सहरू देखाउनु भन्दा पहिला पनि मैले एउटा वेबसाइटको बारेमा चाहिँ के हो भन्न चाहन्छु। यो वेबसाइट चाहिँ फ्री एन्ड ओपन सोर्स प्लेटफर्म हो, जसको मतलब चाहिँ यसको कोडहरू चाहिँ सबै अनलाइनमा अभाइलेबल छ। यो वेबसाइटमा चाहिँ सबै कोडहरू अभाइलेबल छ र यदि कोरियामा आइटी पढेको हुनुहुन्छ अथवा डेभलपरहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरूले मसँग कोलाबोरेट गरेर कन्ट्रिब्युट पनि गर्न सक्नुहुन्छ। साइट बनाउनु उद्देश्य भनेको चाहिँ विद्यार्थीलाई सहयोग गर्नु नै हो, हेल्प। तपाईँले यो वेबसाइटमा आइसकेपछि हल्का स्क्रोल गर्नुभयो भने पनि यहाँ केही गाइडहरू देख्न सक्नुहुन्छ, अथवा सिधै यहाँ एक्सप्लोर गाइड भन्ने अप्सनमा क्लिक गर्नुभयो भने तपाईँले यो गाइड चाहिँ पुग्नुहुन्छ। त्यहाँ गएपछि सबै गाइडहरू तपाईँले एक्सेस गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ मैले केही गाइड्सहरू मात्रै राखेको छु, चाहिने इन्फर्मेटिभ गाइड्सहरू मात्रै राखेको छु, जुन चाहिँ इम्पोर्टेन्ट छ जस्तो लाग्छ। पछि गएर म विभिन्न व्यक्तिहरूसँग कोलाबोरेट गरेर गाइड्सहरू पनि अपडेट गर्दै जानेछु र भिडियोहरू पनि त्यही अनुसार हाल्दै गर्नेछु। फर्स्टमा चाहिँ यहाँनिर धेरै गाइड्सहरू छ। तपाईँसँग टाइम छ भने चाहिँ यो खोलेर हेर्नु होला। इच गाइड चाहिँ खोल्छ अनि सबैको गाइडको एउटा आफ्नै पिडिएफ छ, तपाईँले खोल्न सक्नुहुन्छ। सबैभन्दा काम लाग्ने भनेको चाहिँ यो हुनसक्छ तपाईँहरूलाई कसरी वर्क पर्मिट बनाउने भनेर। यो एउटा मसँग एउटा पिडिएफ छ, हाउ टु मेक वर्क पर्मिट भनेर। मलाई विभिन्न साथीहरूले र भाइ बहिनीहरूले नि कसरी वर्क पर्मिट बनाउनु हेल्प गरिदिनु, अलिकति गाह्रो भयो हाई कोरियाको त्यो वेबसाइट चलाउन भन्दै हुनुहुन्थ्यो। यो वेबसाइट यहाँ यो गाइड हेऱ्यो भने चाहिँ तपाईँहरूलाई एकदम इजी हुन्छ। मैले चाहिँ यो गाइडहरू सेयर गर्ने गरेछु अरूहरूलाई पनि जसले मसँग यसरी हेल्प माग्छ। यो गाइडमा चाहिँ पुरै स्टेप बाई स्टेप सिकाएको छ। अब चाहिने डकुमेन्टहरू के हो भनेर यहाँ छ। त्यसपछि कति घन्टा काम गर्नु पाउँछ, मास्टर्सको लागि कति, ब्याचलर्सको लागि कति, अथवा D4 भिसाको लागि छ भने कति भनेर। त्यसपछि गएर यहाँनिर हाई कोरियामा गएर कहाँ क्लिक गर्ने हो, प्रत्येक स्टेपहरू इन्डिभिजुअल्ली सिकाएको छ। सो यो एकचोटि तपाईँले पिडिएफ एक्सप्लोर गर्नुभयो भने चाहिँ तपाईँले वर्क पर्मिट अप्लाई गर्न निकै सजिलो हुन्छ। त्यसै गरी यहाँनिर विभिन्न गाइडहरू रहेको छ, त्यही सबै गाइडको तपाईँले खोलेर एक्सेस गर्न सक्नुहुन्छ। यो चाहिँ पुरै कम्प्रिहेन्सिभ गाइड छ। यदि अब तपाईँहरूलाई सबै गाइडहरूको इन्डिभिजुअल भिडियोहरू पनि निकाल्ने छु, त्यो चाहिँ केही समय कुर्नुपर्छ होला त्यसको लागि चाहिँ। अनि फेरि अब हामी होम पेजमा जाउँ। होम पेजमा गइसकेपछि यहाँनिर चाहिँ मैले टिकटक र भिडियो रिसोर्स भनेर एउटा सेक्सन बनाएको छु। त्यसमा चाहिँ अहिलेको एउटा लागि टेस्टको लागि चाहिँ मैले एउटा मात्रै भिडियोहरू राखेको छु। पछि गएर चाहिँ यहाँ म विभिन्न व्यक्तिहरूसँग अथवा कन्टेन्ट क्रिएटरहरूसँग कोलाबोरेट गरिसकेपछि यहाँ स्टुडेन्टलाई चाहिने इन्फर्मेटिभ भिडियोहरू मात्रै राख्नेछु। टिकटक अथवा युट्युब भयो। यसमा चाहिँ तपाईँहरूले अनि यहाँनिर पपुलर अथवा लेटेस्ट भन्ने फिचर्स युज गरेर फिल्टर आउट पनि गर्न सक्नुहुन्छ यहाँ, अथवा सर्च पनि गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ एउटा मात्रै भिडियो छ, तर त्यही पनि यो सर्च फिचर्स पनि काम गर्छ। मलाई यदि कन्ट्याक्ट गर्नु चाहनुहुन्छ भने चाहिँ मलाई यी सोसियल मिडिया वेब प्लेटफर्महरूबाट चाहिँ सँग कनेक्ट हुन सक्नुहुन्छ अथवा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ पछि गएर एउटा डिस्कर्ड कम्युनिटी बनाउने सोच्दैछु। यसको लागि को इन्ट्रेस्टेड हुनुहुन्छ एकचोटि मलाई त्यसको लागि पनि जानकारी दिनु होला। विशेष गरी डिस्कर्ड कम्युनिटी बनाउनुको कारण भनेको चाहिँ त्यही कामकै लाग्यो। विशेष गरी सिटी वाइज चाहिँ यदि कहीँ कामहरू जेन्युन कामहरू अभाइलेबल छ भने चाहिँ त्यहाँनिर पोस्ट गर्ने मैले चाहिँ त्यो सोचिरहेको छु। त्यसपछि अरू अपडेटहरू पनि त्यहाँबाट पनि गर्न सकिन्छ। त्यसलाई चाहिँ यति नै छ। अनि पछि गएर चाहिँ म फिचर्सहरू पनि एड गर्दै जानेछु र यो गाइड्सहरू रिसोर्सहरू स्टुडेन्टलाई चाहिने रिसोर्सहरू पनि अपडेट गर्दै जानेछु। एकचोटि जो पनि एकचोटि यो वेबसाइट जोड्नुहुन्छ तपाईँहरूले चाहिँ मलाई फिडब्याक दिनु होला। वेबसाइटले रेस्पोन्स गरिरहेको छ तपाईँहरूको फोनमा अथवा पिसी ल्यापटपमा चलेको छ कि छैन, तपाईँहरूले बटनहरू पेजहरू क्लिक गर्दाखेरि रेस्पोन्सहरू आएको छ कि छैन। एक्चुअली मलाई फिडब्याकहरू चाहिँ दिइदिनु होला। मैले त्यही अनुसार यसलाई अपडेट गर्दै जानेछु। जतिले यो भिडियो लास्टसम्म हेर्नु त्यस तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूसँग अर्को भिडियोमा भेट्नेछु। थ्याङ्क यू।